सो गाइज मैले चाहिँ यहाँबाट गाउँ देखाउन खोजेको होइन, तर रुखहरूले गर्दा देखिरहेको छैन होइन। अब यो चाहिँ अर्को खोला हो है, उतापट्टिको अर्को थियो, यो अर्को हो। सो यो र अर्को त्यो खोलाको बिचमा हाम्रो गाउँ छ कि यहाँनिर गाउँ छ कि। अब ड्रोन भएको भए ड्रोन सट गरेर देखाउँथे, सबै गाउँ देखिन्थ्यो। के गर्नु गाइज, ड्रोन पनि छैन। वाट्सअप, वेलकम ब्याक टु माई न्यू भिडियो, इट्स मी मनोज चौधरी। सो गाइज आजको मेरो न्यू भ्लगमा हजुरहरू स्वागत छ होइन। अब यो पछाडिको घर हेरेर हजुरहरूले थाहा पाइसक्नु भयो होला कि अब म गाउँ आएको छु भनेर। सो गाइज म गाउँ आएको होइन। सो अब अस्ति नैदेखि मैले भनिरहेको थिएँ नि त अब गाउँको भिडियोहरू होइन भ्लग हाल्छु भनेर। सो फाइनली त्यो दिन आज आएको छ होइन। अब आज म गाउँ घुम्छु अनि सबैलाई देखाउँछु है। सो गाइज हेर्नु होला, यहाँ चाहिँ मेरो भाइ छ होइन, यहाँ बोला खाँदै थुक्दै गरे पिच। ल गाइज अब हामी अब गाउँ घुम्छ एकछिन होइन। सो गाइज यो चाहिँ मेरो घर हो है, हाम्रो घर गाउँको यही हो, हेर्नु सक्नुहुन्छ तपाईँहरू। यो चाहिँ मेरो गाउँ हो होइन। यो मेरो गाउँको नाम चाहिँ सिमरी हो, यो रौतहट जिल्लामा पर्छ क्या। सो गाइज सबैजना एक दिन घुम्न आउनु होला। मेरो गाउँ एकदम रमाइलो छ, एकदम हरियाली छ। सो यही भन्न चाहन्छु। अब म चाहिँ होइन गाउँ आउँदाखेरि सिमला फर्किनै मन लाग्दैन कि, किनभने मलाई मेरै गाउँ प्यारो लाग्छ कि, मेरो जन्मभूमि हो नि त। म यही गाउँमा हुर्केँ बढेँ अझै होइन। म सानो हुँदाखेरि कि होइन, अब म चाहिँ अब साथीभाइसँग स्कुल जाने भनेर सँगै घरबाट निस्किन्थ्यो कि, तर हामी कहिले पनि स्कुल जाँदैन थियो कि। अब कहिले खोलामा नुहाउन त कहिले माछा मार्न जान्थ्यो होइन। हो यही पलहरू याद आउँछ कि गाउँ जाँदाखेरि। सो गाइज म सहरमा बसे पनि आफ्नो गाउँलाई चाहिँ कहिले बिर्सिदिनँ कि। गाइज अब यहाँबाट गाउँ देखाउन थालेको थियो होइन, देखेन कि रुखहरूले छेक्दियो नि त त्यहाँ अगाडिको। अब ड्रोन भएको भए ड्रोन सट गरेर देखाउँथे, सबै गाउँ देखिन्थ्यो। के गर्नु गाइज, ड्रोन पनि छैन। सो बिस्तारै हुन्छ अब, यही नै हो गाइज। अब यहाँ चाहिँ यस्तो यो गिटी हालेको कि, मतलब अब यो ड्याम बनायो कि, अब खोलासोला आउँदाखेरि गाउँतिर पानी नपसोस् भनेर ड्याम बनाएको छ। सो बिस्तारै अब डेभलप हुँदैछ, यही नै हो गाइज। एकदम रमाइलो छ गाउँ चाहिँ होइन। फाइनली गाइज अब चाहिँ अहिले चाहिँ हामी होइन अब मेरै गाउँको अब यो सानो पार्कमा आइपुगेछ घुम्नलाई। सो अब यहाँ घुमेर देखाउनेछौँ हजुरहरूलाई होइन, हेर्न सक्नुहुन्छ यहाँ यो पिकनिक स्पट पनि हो कि। सो गाइज यहाँ मान्छेहरू पनि आउँछ यहाँ पिकनिक खानलाई होइन, एकदम शान्त छ कि ठाउँ। अब तपाईँहरू पनि आउन सक्नुहुन्छ यहाँनिर पिकनिक खानलाई होइन। सो गाइज अब म आफ्नै गाउँलाई सम्झेर होइन अब एउटा सायरी भनिरहेको छु होइन, सुन्नु होला। अब वरिपरि हरियाली बिचमा मेरो गाउँ, परिचय थाहा नभए मनोज मेरो नाउँ है। सो गाइज यही नै हो मेरो साइड चाहिँ, कस्तो लाग्यो कमेन्ट गर्नु होला। सो अहिले चाहिँ हामी अब माछा मार्न जान्छौँ होइन। सो माछा मारेको देखाउँछ है, सो गाइज हेर्नु होला। गाइज हामी चाहिँ माछा मारेर अब हिँड्न लाग्यो घर। त्यहाँ घर गएर अनि फेरि सिमलाको लागि हिँड्नुपर्छ। सो लिएर जाइछु दाइ। मलाई
सो गाइस म चाहिँ अब हिँड्न लाग्यो होइन, सिमला फर्किन लाग्यो। अब जाँदैछु, हेर्न सक्नुहुन्छ तपाईँहरूले। बाई बाई मेरो गाउँलाई, फेरि आउनेछु। सो गाइस यो चाहिँ म पढेको स्कुल हो है, हेर्न सक्नुहुन्छ कति राम्रो छ। सो फाइनल गाइस म घर आइसकेँ होइन भर्खरै। सो गाइस अब मेरो गाउँ त हजुरहरूलाई देखाइदिइहालेँ होइन। सो कस्तो लाग्यो होइन, प्लिज लाइक सेयर कमेन्ट गरिदिनु होला होइन। अनि जसले मेरो युट्युब च्यानल सब्सक्राइब गर्नु भएको छैन प्लिज सब्सक्राइब गरिदिनु है। सो गाइस आजको भ्लग यतिमै स्थगित गर्न चाहन्छु। ओके बाई बाई।